आज मैले कक्षा 11 को रजिस्ट्रेसन फर्म भर्न जाँदैछु। तपाईं यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। यहाँ भनिएको छ, यहाँ जुन छ नि सन्तानी ठेगानाको नाम, यहाँ विद्यालयको नाम मैले लेखिदिएको छु है। हेर्नु है, यो हेर्नु, यहाँ ब्लक लेटरमा भनिएको छ। ब्लक लेटर भनेको चाहिँ ठुलो अक्षरमा लेख्नु है। श्री जिल्ला उचाङ्गल रामदेव कलवार सेकेन्ड्री SCHOO स्कुल पोखरिया 04 भयो। अब चाहिँ यहाँ भनेको छ विद्यार्थीको पुरा नाम, अनि यहाँ भने देवनागरीमा, यहाँ नेपालीमा हुन्छ। मेरो नाम चाहिँ पवन कुमार शर्मा मैले लेखिदिएँ। यहाँ भनेको छ ब्लक लेटर, अनि ठुलो अक्षरमा लेख्नुपर्छ PAWA पवन KUMAR कुमार SHARMA शर्मा भयो। यहाँ जन्म मिति भनेको छ। अब जन्म मिति हेर्नु पर्यो। जन्म मिति चाहिँ जन्म दर्तामा हेर्नु होला है। मेरो चाहिँ 2064 रहेको छ है। अनि महिना चाहिँ भन्दाखेरि 7औं महिना छ। गते भन्दाखेरि 17 गते। अनि यहाँ आउँदाखेरि एडीमा 2007 मेरो जन्म, अनि महिना चाहिँ 203 मार्चमा भएको है। यहाँ चाहिँ डे अनि त 09 गते अङ्ग्रेजीमा है। यहाँ भनेको छ नागरिकता, यानि म नेपाली हुँ, नेपालीमा भयो। यहाँ मैं लेखिदिनु पर्यो। थर कुन हो, यहाँ थर लेखिदिनु पर्यो, थर। अब चाहिँ यहाँ भनेको छ विद्यार्थीको बुबाको नाम। मेरो चाहिँ बुबाको नाम श्याम बिहारे ठाकुर लोहार। यहाँ चाहिँ ब्लक लेटरमा भनेको, त्यसैले मैले ब्लक लेटरमा लेखिदिएको एकैचोटि। अनि मेरो आमाको नाम अनिता हो चाहिँ, अनिता कुमारी। लोहारिन उहाँको पुरो नाम हो। अब चाहिँ के भन्ने छ, विद्यालयको ठेगाना, स्थायी ठेगाना मधेस प्रदेश चाहिँ मधेस हो म बसेको। तपाईँ जे छ त्यो लेख्नु होला। जिल्ला पर्सा, मेरो त नगरपालिका हो, तपाईँको के हो।
पोखरिया वार्ड नम्बर 4 विद्यालय वार्ड नम्बर 4 में पर्छ है। तपाईको कतिमा पर्छ तपाई लेख्नु होला। एसीको सो सरब परीक्षा उत्तीर्ण गरेको बोर्डको नाम एनईबीबाट गरेको कति सालमा त 2081 मा। मेरो चाहिँ सिम्बल नम्बर है। अब सिम्बल नम्बर हेरिदिनु पर्यो 0370111। सिम्बल नम्बर कति थियो तपाईको यो सी मा थियो लेख्नु पर्छ 83। मेरो ई थियो यति थियो है। मैले चाहिँ यति थियो मैले लेखिदिए प्राप्ताङ्क भन्ने छ है। प्राप्ताङ्क कुल प्राप्ताङ्क मैले यहाँ कति पाएको छु। यहाँ जीपी 3.14 मेरो जीपी आएछ है। मैले लेखिदिए श्रेणी कति श्रेणीमा पर्छ त्यो लेख्नु पर्छ। मेरो तेस्रो हो है। मेरो तेस्रोले कति पाएको छु प्राप्ताङ्क त्यो लेख्नु पर्छ। त मैले पाएको छु 88.25 जीपीए। अब आउँछ उत्तीर्ण परीक्षा उत्तीर्ण गरेको विद्यालयको संस्थाको नाम लेख्नु पर्छ। कहाँबाट तपाई यसै पढेर आउनु भएको छ। म यही विद्यालयबाट आएको छु। श्री जिल्ला उचाङ्गल रामदेव कलवार मावि विद्यालय पोखरिया 04 म यहीबाट गरेको छु है। अब तपाई कम्पलसरी भनेको कुन तपाई पढ्नुहुन्छ है। म त एउटा नेपाली पढ्छु अनि इंग्लिश अनि सोशल मैले लगाएको छु है। म मैथ पढ्दैन। अब यहाँ माने ओपटी फर्स्ट ओपटी सेकेन्ड थर्ड। यसमा तपाईले सब्जेक्टको नाम अनि यहाँ विषयको कोड लेख्नु पर्ने छ है। यहाँ भन्ने आवेदक विद्यार्थीको सही यहाँ मेरो सिग्नेचर यसरी गरिदियो। यहाँ कहिले भर्यो त्यो डेट लेख्नु पर्छ है। अनि चाहिँ यहाँ विद्यार्थीको क्रम संख्या यो विद्यालयले गर्छ। यो सबै चाहिँ विद्यालयको काम हो है। यहाँ तपाई एउटा फोटो टाँसिदिनु होला अनि यतापट्टि पल्टाउनु होला है। यतापट्टि ऐच्छिक तेस्रो म चाहिँ इकोनोमिक्स पढ्छु ऐच्छिक तेस्रो तेस्रोमा लगाइलिए। अब चाहिँ ऐच्छिक पहिलो म एकाउन्ट पढ्छु थ्योरेटिकल यसमा लगाइदिनु पर्यो तपाईले। बिजनेस स्टडिज म चाहिँ बिजनेस पढ्छु है। यहाँ हेर्नु पर्यो कति छ विषय कोड। अब चाहिँ यहाँ तपाई लगाइदिएमा अब यहाँ भर्नु पर्छ है। यहाँ ऐच्छिक पहिलो मेरो के थियो मेरो चाहिँ अकाउन्टिङ थियो। मैले अकाउन्टिङ लेखेँ अनि विषय कोड लेखिदिन्छु। विषय कोड के थियो 1031 अनि दोस्रो चाहिँ थियो मेरो बिजनेस STUDIES स्टडिज कोड कति थियो 2151 अनि तेस्रो थियो इकोनोमिक्स यसको कोड चाहिँ 3031 थियो है। 3031 थियो मैले लगाइदिएछु। अब भयो कम्प्लिट सब। यहाँ एउटा फोटो टास्नु पर्छ है। अनि यहाँ शुल्क लेखे पनि नलेखे पनि भइहाल्छ।
यो फारम चाहिँ यो फारम तपाईको विद्यालयमा पाउने हो, तपाईको विद्यालयले दिने हो है। यहाँ हेर्नु म एकाउन्टेन्ट सरसँग के पैसामा लिएर आएको छु। पैसा तिरेर हेर्नु त सबै भयो कि भएन? भयो। यहाँ पनि हेर्नु, यहाँ हेरेर नै यो चाहिँ पहिलो ऐच्छिक, दोस्रो, यहाँ यो तेस्रो ऐच्छिक है। यसरी तपाईँ भर्नुपर्ने हुन्छ है। ल धन्यवाद।